वसुन्धरा राशि पुरस्कार 2082बाट कसलाई सम्मानित गरिएको छ? तपाईहरुको अप्सन रहेको छ कवि मन्जुल, तुलसीदास, तोया गुरुङ या ध्रुवचन्द्र गौतम। वसुन्धरा राष्ट्रिय पुरस्कारबाट कसलाई सम्मानित गरेको छ त? तुलसी दिवसलाई। त्यस्तै अर्को प्रश्न रहेको छ भासेल केसँग सम्बन्धित छ? तपाईँ अप्सन रहेको छ मुद्रा क्षेत्र, वित्तीय क्षेत्र, बीमा क्षेत्र या ब्याङ्किङ क्षेत्र। भासेल केसँग सम्बन्धित रहेको छ? यसको सही जवाब रहेको छ ब्याङ्किङ क्षेत्रसँग सम्बन्धित रहेको छ। अर्को प्रश्न रहेको छ ग्लोबल हिरो अवार्ड 2025बाट सम्मानित हुने नेपाली कुन हुन्? अप्सन रहेको छ कुलमान सिंह घिसिङ, महावीर पुन, रामचन्द्र पौडेल वा सन्दुक रुइत। ग्लोबल हिरो अवार्ड 2025बाट सम्मानित हुने नेपाली कुन हुन्? यसको सही जवाब हो कुलमान घिसिङ। त्यस्तै 15 प्रश्न रहेको छ अर्थमन्त्री डाक्टर सोनिम बाङलेले 2083 जेठ 15 गते आर्थिक वर्ष 2083-84 को लागि कति राशि बजेट प्रस्तुत गर्यो? अप्सन रहेको छ 18 खरब 60 अरब 30 करोड, 21 खरब 24 अरब 34 करोड, 23 खरब 50 अरब 15 करोड, 19 खरब 10 अरब 45 करोड। कति बजेट राशि प्रस्तुत गरियो 2083-84 को लागि? यसको सही जवाब रहेको छ 21 खरब 24 अरब 34 करोड। अर्को प्रश्न रहेको छ गौतम बुद्धको जन्म ईसा पूर्व कतिमा भएको थियो? अप्सन रहेको छ 593, 543, 536 या 563 मा। गौतम बुद्धको जन्म कुन ईसा पूर्वमा भएको थियो? यसको सही जवाब रहेको छ ईसा पूर्व 563 मा। अर्को प्रश्न रहेको छ विश्वको सबभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र कुन हो? अप्सन रहेको छ मङ्गोलिया, चाड, नाइजर या काजाखस्तान। सबभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र कुन हो? सही जवाब रहेको छ काजाखस्तान। त्यस्तै अर्को रहेको छ नेपालको प्रथम मुद्रा मानिने श्री मानाक मुद्रा कुन धातुबाट बनेको थियो? अप्सन रहेको छ सुन, चाँदी, तामा या फलाम। मानाक मुद्रा केबाट बनेको थियो त? यसको सही जवाब रहेको छ सी, तामाबाट बनेको थियो। त्यस्तै अर्को प्रश्न रहेको छ तलको मध्ये भित्री मधेसमा पर्ने जिल्ला कुन होइन? भित्री मधेसमा पर्ने तलको मध्ये कुन जिल्ला होइन? अप्सन रहेको छ मकवानपुर, चितवन, सिन्धुली या परासी। भित्री मधेसमा पर्ने जिल्ला कुन होइन? यसको सही जवाब रहेको छ परासी। त्यसै नेपालको संविधान अनुसार नेपालको वर्तमान अर्थव्यवस्था कस्तो रहेको छ? वर्तमान अर्थव्यवस्था कस्तो रहेको छ? अप्सन रहेको छ बजार व्यवस्था, पुँजीवादी अर्थव्यवस्था, समाजवाद उन्मुख अर्थव्यवस्था या साम्यवादी अर्थव्यवस्था। यसको सही जवाब रहेको छ अप्सन डी, साम्यवादी अर्थव्यवस्था। त्यस्तै अर्को प्रश्न रहेछ लिच्छवी कालमा पसलमा लगाइने करलाई के भनिन्थ्यो? पसलमा लगाइने करलाई के भनिन्थ्यो? अप्सन रहेको छ मल्लकर, सिकर, चेलकर या आपन कर। पसलमा लगाइने करलाई भनिन्थ्यो आपन कर। साथीहरू भिडियो मन पर्यो होला भने च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। थ्याङ्क यू।